ल क्वेसन नम्बर 1 हेर्नुस्। क्वेसन नम्बर 1 के छ? कुनै गाउँको जनसङ्ख्या 14,000 थियो। केही समयपछि पुरुषको जनसङ्ख्या 12% बढ्यो र महिला सङ्ख्या 8% घट्यो। यसरी सो गाउँको जनसङ्ख्या यथावत रह्यो। यथावत रह्यो भने के हो बुझ्नुस्? यथावत रह्यो भने के हो त? यथावत रह्यो भने जस्ता तस्तै जति थियो त्यति नै भयो। जति थियो त्यति नै भयो भने सो गाउँको सुरुको पुरुष र महिला सङ्ख्या कति रहेछ? अब कसरी सल्भ गर्ने हेर्नुस्। यहाँ सल्भै गरौँ। सुरुमा यहाँ भनेर लेख्यो। यहाँ सुरुका पुरुष सङ्ख्यालाई x माने पनि भयो। सुरुका पुरुष सङ्ख्या बराबर हामीले x मानौँ भन्छौँ। सुरुका पुरुष सङ्ख्या बराबर x मानौँ भनेपछि देयरफोर सुरुका महिला सङ्ख्या भने कति हो त? यहाँ सुरुका महिला सङ्ख्या इज इक्वल्स टु सुरुका महिला सङ्ख्या इज इक्वल्स टु टोटलबाट घटाउने टोटल 14,000बाट x घटाउने त्यति घटाउने। घटाएपछि के होला भन्नुहोस् यहाँ। अनि प्रश्न अनुसार भन्ने हामीले यहाँ प्रश्न अनुसार के भनिएको छ हेर्नुहोस्। यहाँ प्रश्न अनुसार महिला के भयो अरे पुरुष 12%ले बढ्यो भनेको छ। पुरुषको सुरुको 100%मा पुरुषको सुरुको 100%मा 12% बढेको र महिलाको सुरुको जनसङ्ख्या भने 100% हो नि त। महिलाको 100%बाट 8% घटेको र यदि भइसकेपछि जनसङ्ख्या यथावत भयो। यथावत भयो भनेको त्यही 14,000 जति थियो त्यति नै रहिराख्यो भने हो, अरू केही पनि होइन। अब यो पुरुष भनेको हामीले x मानिया छ, को भने गुणन 112% हट्न 100 ले भाग, महिला भनेको यहाँ 14,000 माइनस x इन्टु यो 92% हट्न 100 ले भाग। यहाँ 14,000 यो जस्ता तस्तै ख्याल गर्नुहोस्। 14,000 यो जस्ता तस्तै। अब यो दशमलवमा गरी भइगयो 1.12x प्लस 1.12x प्लस त्यो 0.92 हुन्छ 100 ले भाग गर्दा। यो 14,000 माइनस x इन्टु हामीलाई यो 0.92 हो भन्ने बुझ्यो। 14,000 जस्ता तस्तै छ यतापट्टि। यतापट्टि चाहिँ हामीसँग 14,000 जस्ता तस्तै। अब यो 1.12x प्लस यो 0.92 इन्टु 92 के अरे 14,000 गर्दा कति दिँदो रहेछ हेर्नुहोस्। 12,880 12,880 माइनस 0.92x इज इक्वल्स टु 14,000। अब 1.12बाट तपाईँले 1.12बाट 0.92 घटाउँदा 0.2 आउँछ। 0.2x इज इक्वल्स टु यो पछाडि गएर घट्छ 14,000 माइनस 12,880 पछाडि गएर घट्यो। त्यो घटाउनुहोस् 14,000बाट 12,880 12,880 घटाउँदा 1120 भयो। और 0.2x इज इक्वल्स टु 1120। अब 1120 को भागामा 0.2 गर्नु छ। त्यो गरेपछि देयरफोर 0.2 ले भाग गर्दा के अरे यो x भने 5600। 5600 भनेको सुरुका पुरुष सङ्ख्या। x को मान पत्ता लाग्नु भनेको सुरुका पुरुष सङ्ख्या पत्ता लागेको। अनि त्यसपछि हामीले के पनि गर्नु छ, सुरुका महिला सङ्ख्या कति हो भने पत्ता लगाउनु छ। सुरुका महिला सङ्ख्या भनेर त्यो पनि लेखौँ। सुरुका महिला सङ्ख्या भनेको त्यो 14,000 माइनस x 14,000 माइनस x 14,000 माइनस x भनेको 5600 घट्यो र यसले हामीलाई कति दियो त 8400 दियो। र यो बारम्बार आइराख्ने क्वेसनमा पर्छ। बारम्बार आइराख्ने क्वेसन हो यो। जनसङ्ख्यावालाको प्रतिशतबाट आउने यो प्रश्न धेरै महत्त्वपूर्ण। देयरफोर अन्तिममा के लेख्नु भयो?
सुरुका पुरुष र देयरफोर सो गाउँको सुरुका पुरुष र महिला संख्या भनेर लेख्नै पर्यो। देयरफोर सो गाउँको सुरुको पुरुष र महिला संख्या, सुरुका पुरुष र महिला संख्या क्रमशः, सुरुका पुरुष र महिला संख्या क्रमशः कति कति हो त? क्रमशः पुरुष भनेको हामीसँग 5600 र 8400 रहेछन् भन्छ। 5600 र 8400 रहेछन् भनेर यसरी बनायौँ। बुझ्नुभयो नि? कुरा त्यति हो। यसमा गर्नुपर्ने कुरा यति हो भनेर हामीले बुझ्यौँ। ल अर्को क्वेसनमा जाउँ। 2 नम्बर क्वेसन। 2 नम्बर क्वेसन के छ हेर्नुहोस् त्यहाँ। ब्याजको प्रश्न। प्रति रुपियाँ प्रति 8 महिनाको ब्याज 6 पैसा भए ब्याज दर कति हुन्छ? पहिलो केसबाट ब्याज दर निकाल्नु छ। सोही ब्याज दरमा कति सामाको 5 वर्षको अन्त्यको मिश्रधन त्यति हुन्छ। सुरुमा यहाँ भन्यो, यहाँ पहिलो अवस्थामा के कुरा हो हेर्नुहोस्। पहिलो अवस्थामा ब्याज दर पत्ता लगाउनु छ। पहिलो अवस्थाबाट प्रति रुपियाँ भनेको सावा इज इक्वल्स टु रु 1, सावा रु 1। अब यो सावा चाहिँ रुपियाँमा छ, ब्याज पैसामा छ। एउटै एकाइ बनाउनु पर्ने हुन्छ, एउटै एकाइ बनाउनु पर्ने हुन्छ। त्यसपछि हामीले यसलाई पैसामा बदल्यो। 1 रुपियाँ भनेको 100 पैसा भयो, 100 पैसा। यो समयलाई पनि वर्षमा बदल्नु पर्यो। साधारण ब्याजको हिसाब गर्दा समयलाई पनि वर्षमा बदल्नु पर्ने हुन्छ। समय टी बराबर 8 महिना, महिनालाई वर्षमा बदल्न 12 ले भाग गरियो। यो भनेको 2/3 वर्ष भयो। अनि ब्याज पनि दिएको छ। ब्याज आई बराबर 6 पैसा, ब्याज आई बराबर 6 पैसा। पत्ता लगाउनु पर्ने चाहिँ ब्याज दर आर इज इक्वल्स टु वाट, ब्याज दर आर इज इक्वल्स टु वाट। अब आर को सूत्र लगाउँ। यहाँनिर हामीलाई थाहा छ भनेर आर पत्ता लगाउनु पर्ने छ। पहिलो अवस्थामा आर इज इक्वल्स टु आई इन्टु 100 होल अपन पी इन्टु टी। आई भनेको हामीसँग 6 पैसा, 6 इन्टु 100 होल भागा पी भनेको 100 नै छ, टी भनेको 2/3, टी भनेको 2/3। यो 100 र 100 क्यान्सल हुन्छ, 3 माथि जान्छ। 6 इन्टु 3 भागा 2, 3ले 3 पटक काट्यो, 9% भयो। यो पहिलो अवस्थाबाट हामीले ब्याज दर पत्ता लगायौँ। अनि त्यसैलाई लगेर के पत्ता लगाउनु छ दोस्रो अवस्थामा भन्नुहोस् त? दोस्रो अवस्थामा सावा पत्ता लगाउनु छ। कति पत्ता लगाएको छ सावा? 36,000 निकाल्नु भएछ। ल धन्यवाद। 36,000 पत्ता लगाउनु भएछ। अनि के भन्नुभयो त? दोस्रो अवस्थामा भनेर लेख्नु भयो। दोस्रो अवस्थामा सोही ब्याज दरमा भनेको ब्याज दर आर इज इक्वल्स टु हामीसँग 9%, ब्याज दर आर इज इक्वल्स टु 9%। अनि के गर्नु छ ल भन्नुहोस्। समय दिएको छ, समय टी बराबर 5 वर्ष, समय टी बराबर 5 वर्ष। पत्ता लगाउनु पर्ने सावा पत्ता लगाउनु छ। मिश्रधन पनि दिया छ। मिश्रधनलाई ए ले जनाउने। ए बराबर रु 52,000 कतिले 200। मिश्रधन ए बराबर रु 52,200। पत्ता लगाउनु भनेको चाहिँ हामीलाई के हो त? सावा पी बराबर वाट, सावा पी बराबर क्वेसन मार्क लगायौँ। यति गरेपछि हामीलाई थाहा छ भनेर हामीलाई थाहा छ P is equals to A into 100 होल अपन 100 प्लस TR। A into 100
होल अपन 100 प्लस टिआर, पी इक्वल्स टु ए इन्टु 100 होल अपन 100 प्लस टिआर। अब ए भनेको हामीले रु 52,200 राख्नु छ, ए भनेको रु 52,200 राख्नु छ, 52,200 इन्टु 100 होल भागा 100 प्लस टी भनेको कति हो त? यहाँ टी भनेको 5 इन्टु 9। अब यसलाई सिम्प्लिफाई गर्दै जाँदा जति आउँछ त्यही भइगयो। यो 5 2 2 1 2 3 4वटा 0, 4वटा 0 होल भागा 100 प्लस 9 पंचे 45, यो 5 2 2 1 2 3 4वटा 0 भागा 145। यसले कति दियो त? रु 36,000 भनेर भन्नुभएको छ, त्यही नै एन्सर भयो। र अन्तिममा भनिन्छ देयरफोर ब्याज दर कति प्रतिशत? 9%। ब्याज दर 9% र सावा रु 36,000 रहेछन्। सावा रु 36,000 रहेछन् भनेर यसरी दुईवटै कुरा हामीले पत्ता लगायौं। ब्याज दर 9% र सावा रु 36,000 रहेछन् भनेर दुईवटै कुरा पत्ता लगायौं है त। दुईवटै कुरा गर्न सकियो। अब हेर्नुस् त 3 नम्बर क्वेशन, क्वेशन नम्बर 3। 3 नम्बर क्वेशन भर्खरै पढिया टपिक पनि हो, कसैले पढ्नुभयो कि भएन थाहा छैन। रेसियो भन्नेवाला हेर्नुस् यहाँ, यो चेन रुलको प्रश्न। 6 किलोमिटरको दौडमा मनोजले सुमनलाई 1200 मिटर पछाडि पारेर जितेछ। सुमनले सुरजलाई 240 मिटर पछाडि पारेर जितेछ भने सो दौडमा मनोजले सुरजलाई कति मिटर पछाडि पारेर जितेछ? सुरुमा यहाँ त भनियो, यहाँ यो 6 किलोमिटर भने कति मिटर हो लेखिराखौँ। 6 किम इक्वल्स टु 6000 मिटर। अनि मनोजले सुरजलाई कति मिटर पछाडि पारेर जितेछ? मानु भन्छौँ यहाँ, मानु मनोजले सुरजलाई x मिटर पछाडि पारेर जितेछ। मनोजले सुरजलाई x मिटर पछाडि पारेर जितेछ भनेर मान्यो। त्यो मानेपछि यो चेन चाहिँ दौडने क्षमता अनुसार भनेर सुरु गर्छौँ। दौडने क्षमता अनुसार हेर्नुस् यहाँ, यो मनोजले सुमनलाई जित्यो भनेकै दौड पुरा गर्यो। मनोजले 6000 मिटर दौडिसक्दा, मनोजले 6000 मिटरको दौड पुरा गर्दा मनोजले 6000 मिटर इजिकल्स टु त्यति बेला सुमन 1200 मिटर पछाडि, 6000 बाट 1200 गर्दा सुमन त्यति बेला 4800 मिटरमा पुग्यो। सुमनले 4800 मिटर दूरी पुरा गर्यो। किनभने जम्मा दूरी भनेको हेर्नुस् यहाँ, जम्मा दूरी भनेको 6000 मिटर हो। जसले जित्यो त्यसले दौड पुरा गरिसक्यो। जित्ने मान्छेले दौड पुरा गरिसक्दा सुमन चाहिँ 1200 मिटर पछाडि। 1200 मिटर पछाडि भनेको जम्मा दूरी 6000 मिटर छ, त्योभन्दा 1200 घटेर, त्योभन्दा 1200 मिटर अझै पछाडि जित्नुपर्ने बिन्दुमा पुगिसक्यो जित्ने मान्छे। मनोज जित्ने ठाउँमा पुगिसक्यो। त्यति बेला सुमन 6000 भन्दा अझै 1200 मिटर पछाडि, 6000 बाट 1200 गर्दा 48 मिटर पुग्यो। अब सुमनले पनि जित्यो भनेको छ, जित्यो भनेकै दौड पुरा गरे हो। सुमनले अर्को मान्छेलाई जित्यो भनेको अब सुमनले 6000 मिटर दूरी पुरा गर्दा त्यति बेला सुरज 240 मिटर पछाडि भनेको सुरजले कति मिटर पुरा गर्यो त्यति बेला? हेर्नुस्, 6000 बाट 240 घटाइदिनुस्, 6000 बाट 240 घटाउनुस् त, 6000 बाट 240 घटाउनुस्, यसले 5760 मिटर भनेर दियो। हेर्नुस् यहाँ, सुरज त्यहाँ पुग्या रहेछ, सुमन जित्ने बिन्दुमा पुग्दा सुरज त्यहाँ पुगेको रहेछ भन्ने बुझ्यो हैन। अनि त्यसपछि अब फेरि हामीले के गर्नु छ? अब यहाँ सुरज राख्नु छ।
सूरज चाहिँ x मिटर पछाडि परेको छ भनेको सूरज 6000 भन्दा x मिटर पछाडि पर्दै गर्दा त्यति बेला को मान्छे निर्धारण गरेको दूरीमा पुग्यो त्यति बेला मनोज 6000 मिटरमा पुग्यो मनोज 6000 मिटरमा पुग्दा सूरज यति बिन्दुमा पुग्यो मनोजले 6000 मिटर दूरी पूरा गर्यो यो गरिसकेपछि अब चेन रुल अनुसार भन्ने अब चेन रुल रुलले हामीलाई के भन्छ अब चेन रुलले हामीलाई के भन्दो रहेछ हेर्नुस् है यहाँ चेन रुल अनुसार LHS का गुणनफल इज इक्वल टु RHS का गुणनफल LHS का गुणनफल इज इक्वल टु RHS का गुणनफल LHS का गुणनफल इज इक्वल टु RHS का गुणनफल हामीसँग LHS बाट के हो हेर्नुस् यो 6000 * 6000 * 6000 माइनस x 6000 * 6000 * 6000 माइनस x इज इक्वल टु हेर्नुस् यहाँ यतापट्टि 4800 * 5760 * 6000 अब यो दुईटा 6000 लाई उता भागमा लग्ने 6000 माइनस x यहाँ जस्ता जस्तै यो दुईटा 6000 उता डिभाइडमा लगौँ 4800 * 5760 * 6000 होल डिभाइड बाइमा दुईटा 6000 डिभाइडमा गएको छ एउटा 6000 काट्यो बाँकी कति 4800 * 5760 डिभाइड बाइमा हामीसँग 6000 यो भनेको हामीलाई 4608 भयो यहाँनिर आएर 6000 माइनस x इज इक्वल टु 4608 अब यो 6000 माइनस 4608 अगाडि ल्याएर घटाउनु पर्यो यो x छँदैछ 6000 बाट त्यति घटाउँदा कति दियो त 1392 therefore x is equal to 1392 अन्तिममा लेख्ने therefore सो दौडमा मनोजले सूरजलाई therefore सो दौडमा ख्याल गर्नुस् therefore सो दौडमा मनोजले सूरजलाई कसलाई मनोजले सूरजलाई 1200 के 1300 मनोजले सूरजलाई 1392 मिटर पछाडि पारेर जितेछ अब यो कसले पढ्नु भएको छ छैन यो टपिक थाहा छैन रेकर्ड भिडियो हो नि हेर्नु होला है रेकर्ड भिडियो चाहिँ हेर्नै हुँदैन भन्ने नगर्नु होला जहिले पनि लाइभ क्लासै मात्रै कुर्नु हुन्न यो चेन ठ्याक्कै यही हो अब अर्को तरिका हुन्न भन्नुहुन्छ अब अर्को तरिका के खोज्ने भन्नु न गर्यो अर्को तरिका हुन्न भन्नुहुन्छ अनि अर्को तरिका के खोज्ने होला भन्ने नि लाग्छ कि गर्यो दुःख गरेर भन्यो अर्को तरिका हुन्न भनिहालिन्छ अनि के गर्ने होला ल भन्नुस् त चेन रुलकै प्रश्न हो भनेपछि त चेन बनाएर गर्ने भन्दा अरु किन लाग्ने कि अर्को एक एकाइमा लगेर गर्ने हुन्छ कनेक्सन आखिरमा त्यहाँ पनि गर्नै पर्ने हुन्छ नेक्स्ट क्वेशनमा जाउँ अर्को क्वेशन कति नम्बर रे 4 नम्बर क्वेशन हेर्नुस् यहाँ 4 नम्बर क्वेशन हेर्नुस् त नाफा नोक्सानको क्वेशन नाफा र नोक्सानको क्वेशन रेकर्ड भिडियो आउँदैन भन्नुहुन्छ रेकर्ड भिडियो त तपाईहरुले कल गर्नुस् सरलाई कल गरेर सम्पर्क गर्नुस् मेरोमा आएन के भएन भन्ने समस्या छ भने भन्नु पर्यो नि त नभनिकन कसरी पाइयो आउने गरेको छैन भने भन्नु होला कुन प्लेटफर्ममा आउने गरेको छ त्यहाँ त आइहाल्छ नि तपाईहरुलाई जहाँ हो त्यहाँ त आइहाल्छ नि हैन हेर्नुस् यहाँ तीनवटा सामान घडी मोबाइल र टिभी किन्दा अनुपात 2:7:9 बिक्री गर्दा 60% नाफा 45% नोक्सान 5% नाफा समग्रमा कति प्रतिशत नाफा बन्छ यसको एन्सर कति पत्ता लगाउनु भएको छ भन्नुस् त मलाई यसको एन्सर कति पत्ता लगाउनु भएको छ
नाफा कि नोक्सान हो, कति प्रतिशत निकाल्नु भएको छ भन्नुहोस् त, कि गर्नै बाँकी छ? गर्न बाँकी भयो त म पछि गरौँ है। गर्नु भएको छ कि छैन मुख्य कुरा। गरिएको छ। कति प्रतिशत नाफा कि नोक्सान आछ त? ल सल्भ पनि गरौँ त्यसमा। हेर्नु यहाँ सुरुमा यहाँ भनेर लेखिन्छ। यहाँ घडी, मोबाइल र टिभीका क्रय मूल्य क्रमशः तीनवटा सामान घडी, मोबाइल र टिभीका क्रय मूल्य क्रमशः। घडी, मोबाइल र टिभीका क्रय मूल्य क्रमशः यो अनुपातमा दिएपछि हामीले 2x, 7x र 11x मानु भन्छ। 2x, 7x र 11x मानु भन्छ। त्यति मानेपछि अब घडीमा भनेर घडीको कुरा टुङ्ग्यौं। घडीमा के छ? 60% नाफामा बेच्नु छ। 60% नाफा सहितको बिक्री मूल्य। पहिला अब घडीमा क्रय मूल्य कति त्यो लेख्नु छ पहिला। घडीमा क्रय मूल्य CP1 इज इक्वल्स टु, घडीमा क्रय मूल्य CP1 इज इक्वल्स टु 2x अनि 60% नाफा सहितको बिक्री मूल्य भनेर निकाल्नुस्। 60% नाफा सहितको बिक्री मूल्य भन्नुस्। 60% नाफा सहितको बिक्री मूल्य। नाफा जहिले पनि केमा थपिने? CP मा थपिने। यो बिक्री मूल्यलाई हामीले SP1 भन्यो इज इक्वल्स टु CP1 प्लस CP1 को 60%। अब यो CP1 हामीसँग 2x प्लस 2x इन्टु 60 भागा 100। यसलाई दशमलवमा ल्याउँ। 2x प्लस यो 0 0 काट्यो, 6 दुना 12, 1.2x भयो। 1.2x र त्यो जोडिँदा हामीलाई 3.2x भयो। 3.2x भयो हो कि होइन हेर्नुहोस् त। 2 प्लस 1 ले 3.2x भयो। यो भयो के को? घडीको। घडीपछि अर्को के सामान? मोबाइल। मोबाइलमा भन्नुस्। मोबाइलमा भनेर मोबाइलको अलग्गै। अब मोबाइलमा क्रय मूल्य CP2, क्रय मूल्य CP2 इज इक्वल्स टु हामीसँग कति छ? 7x। अब बेच्ने कसरी? 45% नोक्सान। 45% नोक्सान पछिको बिक्री मूल्य भन्नुस्। 45% नोक्सान पछिको बिक्री मूल्य। यो बिक्री मूल्यलाई हामीले SP2 भन्नु न। यो बिक्री मूल्यलाई SP2 इज इक्वल्स टु CP2 माइनस CP2 को 45%। यो नोक्सान भनेको हुनाले घटायो। CP2 माइनस CP2 को कति प्रतिशत? 45% नोक्सान घटायो। यो CP2 भनेको हामीसँग 7x माइनस 7x इन्टु 45 भागा 100। 7 इन्टु 45 भागा 100 भने दशमलवमा कति आउँछ निकाल्नु। दशमलवमा कति आउँछ निकाल्नु। 7 इन्टु कहाँ छ? 7 इन्टु 45 भागा 100 3.15। 7x माइनस 3.15x। 7 बाट हामीले त्यति गर्दाखेरि 3.85x। 3.85x भयो। अब अर्को अन्तिम सामान के छ? टिभी। टिभीमा भन्नुस्। टिभीमा क्रय मूल्य CP3 इज इक्वल्स टु, क्रय मूल्य CP3 इज इक्वल्स टु हामीसँग 11x। यो बेच्ने कसरी? 5% नाफा थपेर। 5% नाफा सहितको बिक्री मूल्य भन्नुस्। 5% नाफा सहितको बिक्री मूल्य भनेर लेखिन्छ है। नाफामा बेच्नु रहेछ यो SP3 भनेर लेखौँ इज इक्वल्स टु CP3 प्लस CP3 को 5%। CP3 प्लस CP3 को 5% नाफा थप्यो। अब CP3 भनेको हामीसँग
11x 11x प्लस 11x इन्टु 5 भागा 100 यो 11x प्लस 11 इन्टु 5 भागा 100 0.55x थपियो र यसले हामीलाई 11.55x दियो। यति गरिसकेपछि जम्मा क्रय मूल्य र जम्मा बिक्री मूल्य पत्ता लगाउने। जम्मा क्रय मूल्य पत्ता लगाउनु। जम्मा क्रय मूल्य पत्ता लगाउनलाई त्यसलाई हामीले सीपी भनेर लेखौं। सीपी इज इक्वल्स टु CP1 प्लस CP2 प्लस CP3 भनेर भनौं पहिला। CP1 प्लस CP2 प्लस CP3 भनेर लेखौं। CP1 हामीसँग 2x 7x र 11x 2x प्लस 7x प्लस 11x जोड्दा 7 9 7 11 7 18 2 20 वटा x भयो 20x। अनि जम्मा बिक्री मूल्य पनि पत्ता लगाउनु छ। जम्मा बिक्री मूल्य SP इज इक्वल्स टु SP1 प्लस SP2 प्लस SP3 SP1 प्लस SP2 प्लस SP3 भनिन्छ। SP1 भनेको हामीसँग 3.2x हेर्नुस् त यहाँ 3.2x प्लस SP2 भनेको 3.85x प्लस SP3 भनेको 11.55x। यति काम गरेपछि कति आउँदै रहेछ जोडौं त्यहाँ त्यो सबै जोडौं 3.2 प्लस 3.85 प्लस 11.55 18.6 भयो 18.6x भयो। अनि क्वेशनले नाफा वा नोक्सान भनेको छ। त्यो शब्द आएपछि सीपी ठुलो कि एसपी ठुलो लेख्नै पर्छ। कुन ठुलो भयो हेर्नुस् त त्यहाँ सीपी ठुलो कि एसपी ठुलो भन्ने कुरा हेर्नुस्। के देख्यौ के चाहिँ ठुलो देख्यौ यहाँ सीपी ग्रेटर देन एसपी। सीपी ग्रेटर देन एसपी भएको हुनाले देयरफोर नोक्सान हुन्छ। देयरफोर नोक्सान हुन्छ। नोक्सान हुन्छ भनेपछि नोक्सान प्रतिशतको सूत्र लगाइयो। नोक्सान प्रतिशत इज इक्वल्स टु सीपी माइनस एसपी डिवाइड बाई सीपी इन्टु 100%। सीपी हामीसँग 20 वटा x माइनस 18.6 वटा x होल भागा 20x इन्टु 100%। यो घटाउँदा कति हुँदो रहेछ घटाउनुस् 20 बाट त्यो गर्दा 1.4x 1.4x भागा 20x इन्टु 100%। x काट्यो सिधै 7% भन्ने भइगयो। देयरफोर के भनेर लेख्यो त समग्रमा 7% नोक्सान भएछ। देयरफोर समग्रमा 7% नोक्सान भएछ। यसरी मजाले बनाउनु पर्ने हुन्छ। पुरा प्रश्न छ। कस्तो 2 को सावा 39,000 त्यति होइन र भन्नुहुन्छ। यहाँ निकालेर बस्दा बस्दै 2 को सावा यति होइन र के भन्नुहुन्छ के 36,000 निकालेछ त्यत्रो गरी 36,000 निकालेछ 33,920 नभन्नु न। अब 5 नम्बर क्वेशनमा जाउँ। यो भयो 5 नम्बर क्वेशन हेर्नुस्। 5 नम्बर क्वेशन पढ्नुस्। एकजना मानिसको कुल वार्षिक आम्दानी रु 5,40,000 छ।
कुल वार्षिक कर छुट रकम रु 3 लाख छ। कर बुझाएपछिको मासिक आम्दानी रु 42,000 हुन्छ भने आयकर दर कति रहेछ? आयकर दर कति रहेछ? अब यसमा आयकर दर निकाल्न जम्मा कर रकम डिभाइड बाई कर योग्य आय इन्टु 100% गरे पनि भयो। यहाँ जम्मा कर रकम कति भन्ने पनि थाहा छैन। कर योग्य आय त थाहा हुन्छ हामीलाई। कर योग्य आय कसरी थाहा भयो? 5,40,000बाट 3 लाख घटाएपछि 2,40,000 कर योग्य आय। सुरुमा यहाँ भनौँ कुल वार्षिक आम्दानी इज इक्वल्स टु कति दिएको छ क्वेसनले? कुल वार्षिक आम्दानी इज इक्वल्स टु हामीलाई रु 5,40,000 दिएको छ। रु 5,40,000 दिएको छ। अनि कुल वार्षिक कर छुट रकम, कुल वार्षिक कर छुट रकम, कुल वार्षिक कर छुट रकम इज इक्वल्स टु रु 3 लाखमा कर छुट दिएको। अनि यहाँ के गर्ने? वार्षिक कर योग्य आय भनेर निकाल्ने। वार्षिक कर योग्य आय भनेको कर लाग्ने आय। वार्षिक कर योग्य आय इज इक्वल्स टु के गर्ने ल भन्नुस्? वार्षिक कर योग्य आय इज इक्वल्स टु जम्मा आय माइनस कर छुट आय। जम्मा आय माइनस कर छुट आय। जम्मा आय माइनस कर छुट आय। जम्मा आय रु 5,40,000 माइनस कर छुट आय रु 3 लाख। यो घटाउँदा कति आयो? रु 2,40,000। यसको एन्सर कति प्रतिशत निकाल्नु भएको छ भन्नुहोस् त? एन्सर निकाल्नु भाले कति प्रतिशत निकाल्नु भएको छ यसको एन्सर? यसको एन्सर कति प्रतिशत निकाल्नु भएको छ? 15% निकाल्नु भएको रहेछ। 15% निकाल्नु भएको रे। वार्षिक कर योग्य आय पनि पत्ता लगाएर। अनि के छ यहाँ भने कर बुझाएपछिको मासिक आम्दानी त्यो। कर बुझाएपछिको मासिक आम्दानी त्यो भनेपछि अब हामीले के बुझ्छौं? कर बुझाएपछिको मासिक आय, कर बुझाएपछिको मासिक आय कति दिएको छ त्यहाँ? कर बुझाएपछिको मासिक आय इज इक्वल्स टु रु 42,000। हेर्नुहोस् यहाँ 42,000। अनि कर बुझाएपछिको कुल वार्षिक आय चाहियो। कर बुझाएपछिको कुल वार्षिक आय कति हो त? कर बुझाएपछिको कुल वार्षिक आय इज इक्वल्स टु रु 42,000 इन्टु 12 गर्नुभयो। रु 42,000 इन्टु 12 गर्दा कति दिँदो रहेछ हेर्नु त? रु 42,000 इन्टु 12, 42,000 इन्टु 12 गरेपछि यसले 5,04,000 दियो। कति दियो? 5,04,000 दियो। यो कर बुझाएपछि कुल वार्षिक आय 5,04,000। अब कर रकम इज इक्वल्स टु हेर्नुहोस् है। अब वार्षिक कर रकम भने कसरी पत्ता लाग्छ त? वार्षिक कर रकम भनेको यो के हो त? यो हेर्नुहोस् त, वार्षिक कर रकम भनेको यो जम्मा वार्षिक आयबाट यो कर बुझाएपछि पाउने त्यति पाउने हो नि त उसले। रु 5,40,000बाट रु 5,40,000बाट रु 5,04,000 घट्छौँ। घटेपछि कति रुपियाँ त? यो 5,40,000 त्यति घटेपछि वार्षिक कर रकम रु 36,000 आयो। रु 36,000 करको दर चाहिएको छ। करको दर इज इक्वल्स टु जम्मा कर रकम डिभाइड बाई कर योग्य आय इन्टु 100%। अब यहाँ जम्मा कर रकम डिभाइड बाई कर योग्य आय, जम्मा कर रकम डिभाइड बाई कर योग्य आय इन्टु 100% भन्छ। जम्मा कर रकम हामीसँग रु 36,000 आयो। रु 36,000 अनि कर योग्य आय हामीले यहाँ 2,40,000 पत्ता लाग्छौँ।
रु 36,000 डिभाइड बाई रु 2,40,000 इन्टु 100% भनेर लेख्छौँ। र यसले कति प्रतिशत दियो अरे 15%। यही नै एन्सर बन्यो। डाउट छ? हेर्नु होला, यो सजिलैसँग बुझ्नुपर्छ यस्तो क्वेसनलाई। कुल वार्षिक आम्दानी 5,40,000, कुल वार्षिक कर छुट रकम त्यति, अनि वार्षिक कर योग्य आय भनेको जम्मा आयबाट कर छुट गरेर यति भयो। कर बुझाएपछिको मासिक आय त्यति, कर बुझाएपछि कुल वार्षिक आय त्यति पाउने। अब कर रकम कति हो भन्ने चाहिँ कसरी पत्ता लगायो भने उसको कुल वार्षिक आम्दानी मध्येबाट उसले जति पायो नि त्यो पाएको घटायो। वार्षिक कुल आम्दानी त यति हो, त्योबाट उसको हातमा त अब प्रत्येक के हो त प्रत्येक महिना 42,000 चाहिँ कर तिरेपछि हो। प्रत्येक महिना 42,000 हो इन्टु 12 महिनाको कुरा छ। 12 महिनामा उसको 5,04,000। बिचमा देखाउनु नभन्नुहोस् है, म एकैचोटि अन्तिममा देखाउँछु। अन्तिममा 1 नम्बरदेखि 6 नम्बरसम्म सबै देखाउँछु। अहिले बिचमा 4 नम्बर 2 नम्बर 1 नम्बर देखाउनु नभन्नु न। कसैले 4 नम्बर भन्नु होला, कसैले 2 नम्बर भन्नु होला, कसैले 1 नम्बर भन्नु होला। पहिला सबै सल्भ गरौँ अनि 1 नम्बरदेखि 6 नम्बरसम्म सबै देखाउँछ। धैर्य गरेर बस्नुहोस्, धैर्य गरेर बस्नुहोस् है। तपाईँले अब चाहिए पनि छ भनेपछि पर्खाउनु पर्छ। बिचमै एकैचोटि देखाउने भन्ने हुन्न, अन्तिममा सबै देखाइदिन्छु। बुझ्नुभयो? कर बुझाएपछि कुल वार्षिक आयो त्यति 5,04,000 उसको हातमा पर्यो। वार्षिक कर रकम कति हो भने उसको जम्मा वार्षिक तलब त्यति हो, जम्मा वार्षिक आम्दानी त्यति मध्येबाट उसले कर तिरेपछि हातमा पर्ने घटाएपछि कर तिरेको 36,000 हो। 36,000 कर तिरेको प्रतिशतमा निकाल्नु भनेको छ, निकाल्यो। जम्मा कर रकम डिभाइड बाई कर योग्य आय इन्टु 100%। यसरी गर्न सक्यो है त। यो महत्त्वपूर्ण हुन्छ, ख्याल गर्नुहोस्। यस्तो क्वेसन महत्त्वपूर्ण छ। अब अन्तिम प्रश्न हेर्नुहोस् त। अन्तिम प्रश्न के रहेछ हेर्नुहोस् यहाँ। अन्तिम प्रश्न तपाईहरुलाई कुनै काम 3 जनाले 10 दिनमा गर्न सक्छन्। 3 दिन काम गरेपछि एकजनाले काम छोड्छ, थप 3 दिन काम गरेपछि अर्को एकजनाले काम छोड्छ। अब बाँकी काम सक्न तेस्रो व्यक्तिलाई कति दिन लाग्छ? कति निकाल्नु भएको छ यसको एन्सर? 15 दिन निकाल्नु भयो रे। 15 दिन फाइन गर्नु भयो रे। ल ठिक छ, 15 दिन। अब हेर्नुहोस् यसमा 10 जनाले 3 जनाले 10 दिनमा गर्न सक्छन्। सुरुमा हेर्नुहोस्, यहाँ एक जनाको एक दिनको निकाल्ने। पहिला के गर्ने? पहिला एक जनाको एक दिनको निकाल्ने। 3 जनाले 10 दिनमा एक काम सक्छन्। 3 जनाले 10 दिनमा एक काम सक्छन्। 3 जनाले 10 दिनमा एक काम सक्छन्। अब यहाँ एक जनाले एक दिनमा अझ कम काम हुन्छ। 1/10 अनि 1/3 काम सक्छ। एक जनाले त्यति काम सक्छ भनेको एक दिनमा एकजनाले एक दिनमा 1/30 काम सक्छ। एक जनाले एक दिनमा 1/30 काम सक्छ। कति त? 1/30 काम। अनि के भनेको छ यसले हेर्नुहोस् त, 10 दिन फेरि यहाँ 3 दिन काम गरेपछि एकजनाले छोड्यो रे। 3 दिन काम गरे, 3 जनाले 3 दिनमा अब कति सक्छन् त? एकजनाले एक दिनमा त्यति सक्ने भनेपछि 3 जनाले 3 दिनमा एक दिनमा जति गर्ने इन्टु 3 जनाले बढी काम हुन्छ, 3 दिनमा अझ बढी काम हुन्छ, त्यही भएर दुईटै गुणनमा गयो। काम सक्छन् भनेको यहाँ 3 ले 10 पटक काट्यो, एउटा 3 बाँकी, 3/10 काम सक्छन्। 3/10 काम सक्छन्। 3 दिन काम गरेपछि एकजनाले काम छोड्यो। अब फेरि थप 3 दिन काम गरेपछि अर्को एकजनाले छोड्यो भनेपछि अब 2 जनाले गर्ने। अब 2 जनाले एकजनाले छोडेपछि 2 जनाले 3 दिन गर्ने रे। फेरि
दुईजनाले 3 दिनमा दुईजनाले 3 दिनमा एक दिनको इन्टु दुईजनाले अलि बढी नै हुन्छ 3 दिनमा अझ बढी काम हुन्छ यो किन गुणन भयो भन्ने बुझ्नुपर्छ एक दिनमा त्यति हुन्थ्यो एकजनाले 3 जनाले अझ बढी काम हुन्छ त्यही भएर गुणन 3 दिनमा अझै बढी काम भन्छ त्यही भएर गुणन हो अब यो काम सक्छन् भन्छौं यो क्यान्सल हुँदा कति आउँदो रहेछ हेर्नुस् त यहाँ यो 3 ले 10 पटक काट्छ 3 ले 10 पटक 2 ले यसलाई 3 ले 20 10 पटक काट्यो 2 ले फेरि काट्दा 1/5 काम सक्छन् भन्ने भयो 1/5 काम सक्छन् त्यसपछि हेर्नुस् अब बाँकी काम भन्ने बाँकी काम इज इक्वल्स टु 1 माइनस 3/10 र 1/5 1 माइनस 3/10 र 1/5 यो तिनैवटाको एलसियम 10 हुन्छ यसलाई 10 बनाउन 10 चाहियो 10 अलरेडी छ यसलाई 10 बनाउन 2 चाहियो अब यो 5 बाट 3 घट्यो 7 बाट 2 घट्यो 5/10 5/10 भनेको आधा काम अब बाँकी काम सक्न तेस्रो व्यक्तिलाई कति दिने तेस्रो व्यक्ति त एकजनाले एक काम एकजनाले एक दिनमा 1/30 काम सक्ने एकजनाले एक काम चाहिँ कति दिनमा भने एकजनाले एक काम 30 दिनमा सक्छ एउटा सिंगो काम 30 दिनमा सक्छ हेर्नुस् त यो कुरा बुझ्नुपर्छ एकजनाले एक दिनमा 1/30 काम सक्छ भने एउटा सिंगो काम सक्न 30 दिन लाग्ने अब यो एकजनाले कति काम गर्नु छ यो आधा काम अन्तिम बाँकी काम एकजनाले आधा कामको मात्रा एक काम सकिनेमा गुणन हुन्छ भन्ने हामीलाई थाहा छ एक काम सकिनेमा गुणन हुन्छ भन्ने थाहा छ यो 15 दिनमा सक्छ भन्ने आयो ल 15 दिनमा सक्छ देयरफोर अब बाँकी काम सक्न तेस्रो व्यक्तिलाई त्यति दिन लाग्छ यहाँ लेख्छौं देयरफोर अब बाँकी काम सक्न तेस्रो व्यक्तिलाई अब बाँकी काम सक्न तेस्रो व्यक्तिलाई कति दिन तेस्रो व्यक्तिलाई 15 दिन लाग्छ 15 दिन लाग्छ समय र कामको हिसाबमा एक दिनको बनाउँदै जाने त हो नि जहिले पनि एक दिनको बनाउँदै जाने त हो नि तालिका बनाएर पनि हुन्छ किन नहुनु जसरी गर्दा पनि हुन्छ तर यहाँ त समय र कार्यपट्टि सजिलो बन्ने हो यो बाँकी काम अब फेरि तालिकामा दुईचोटि बनाउनु पर्ने हुन्छ तालिका कतिचोटि बनाउनु भयो दुईचोटि कतिचोटि तालिका बनाउनु भन्दा सबै क्वेशन देखाउँछ है पक्ष अब कसरी लास्ट अप्ठ्यारो भन्नुभयो लास्ट अप्ठ्यारो नभन्नु न यत्रो गरी गर्यो लास्ट अप्ठ्यारो भन्न थालेछ त के हुन्छ यो लुम्बिनीले सोधेको थियो ठ्याक्कै यस्तै क्वेशन एकपटक लुम्बिनी प्रोजेक्टले सोधेको थियो यस्तै क्वेशन एकपटक ख्याल गर्नु होला संघीय खरिदारतिर पनि सोधिहाल्छ ब्याङ्किङतिर पनि सोधिहाल्छ जहाँ पनि सोध्छ 3 जनाले 10 दिनमा एक काम सक्छन् एकजनाले एक दिनमा निकाल्नलाई यो भागमा गयो यो पनि भागमा गयो एकजनाले एक दिनमा 1/30 काम यसको मतलब एकजनाले एक काम 30 दिनमा सक्ने एकजनाले एक काम 30 दिनमा सक्ने अब पहिला 3 जनाले 3 दिन काम गरेका 3 जनाले 3 दिनमा एक दिनमा जति हुन्छ इन्टु 3 3 जनाले इन्टु 3 भाग अनि एकजनाको भन्दा इन्टु 3 अनि एक दिनको भन्दा इन्टु 3 3/10 काम अब दुई जनाले 3 दिन गर्ने थप 2 दिन गरेपछि अर्को एकजनाले छोड्यो दुई जनाले 3 दिनमा इन्टु 2 इन्टु 3 1/5 काम सक्छन् बाँकी काम 1 माइनस यो पुरा भएको र यो पुरा भएको 10 एलसियम 10 माइनस 3 माइनस 2 5/10 1/2 अब यो आधा काम एकजनाले एक दिनमा त्यति सक्छ भने एकजनाले एक काम 30 दिनमा सक्छ आधा काम यो कामको मात्रा लगेर गुणन गर्नु ल पहिलेदेखि सुरुदेखि म देखाउँछु तपाईलाई हेर्नुस् 1 नम्बरदेखि देखाउँछु आजको 1 नम्बरदेखि देखाइदिन्छु बस्नु होला अनि एकजना भाइले अस्ति नैदेखि एउटा क्वेशन सोध्नु भएको छ त्यो गर्छु म 1 नम्बर क्वेशन यो हेर्नुस् छुटेको हेर्नलाई बाँकी बचाले हेर्नु होला फटाफट लिभ गर्न थाल्नुहुन्छ अर्को एउटा क्वेशन पनि गर्नु छ भन्दा 1 नम्बर यो भयो
अब 2 नम्बर हेर्नुस्, 2 नम्बर यो भयो। 3 नम्बर हेर्नुस्, अब त्यहाँ 3 नम्बर यो छ। अब 4 नम्बर क्वेसन हेर्नुस्, त्यहाँ म देखाउँदैछु। 4 नम्बर यो है, नाफा नोक्सान। 4 को बाँकी बचेको पार्ट त्यता पछाडि छ, यो हो बाँकी बचेको पार्ट। अब 5 नम्बर हेर्नुस्, त्यहाँ करको दर 15% भनेर पत्ता लगायौँ त्यहाँ। र 6 नम्बर त भर्खर गरेर यहाँ भनिहाल्यो। यहाँ एउटा क्वेसन अस्ति नैदेखि एउटा क्वेसन सोध्दै हुनुहुन्थ्यो, कसले सोध्दै हुनुहुन्थ्यो पढ्नुहोस्। एउटा क्वेसनहरु छोटो क्वेसन छ, छोटो क्वेसन छ, एक्स्ट्रा क्वेसन छोटो। यो एकपटक संघीय खरिदारमा सोधेको, यदि A is to B बराबर, यदि A is to B बराबर 5:7, B is to C बराबर, B is to C बराबर 3:8, 3:8 र C is to D बराबर, C is to D बराबर, C is to D बराबर कति लगाउने, 2:3 भए A is to B is to C is to D को मान पत्ता लगाउनुहोस्, मान पत्ता लगाउनुहोस्। के त A is to B is to C is to D को मान पत्ता लगाउनुहोस् रे। हेर्नुस् यहाँ, यो MCQ मा सोध्दा त यो छोटो तरिका नै हो हैन। MCQ मा सोध्दा एकदम छोटो तरिका, र सल्भ गर्दा यसलाई लम्ब्याउने कसरी भन्ने कुरा छ। लम्ब्याउने तरिका कसरी भन्ने हेर्नुस्, कसरी लम्ब्याउने भन्ने कुरा हो। कसरी लम्ब्याउने भन्ने कुरा, लम्ब्याउँदा कसरी हेर्नुस्। यहाँ छोटो तरिका त हामीलाई थाहा छ, छोटो तरिका A is to B नै, खै त A is to B नै छुटेछ यहाँ। A is to B है, यहाँ A is to B, A is to B भन्ने नै छुटेछ यहाँ। यदि A is to B बराबर, A is to B बराबर 5:7, B is to C बराबर कति, यो छोटो तरिकामा त थाहा छ तपाईलाई। यो सल्भिङ वाला गर्न खोजिरा, सल्भिङमा यसरी गर्ने, यहाँ एउटैमा बदल्ने, A is to B बराबर 5:7। अब कि त सबैलाई A मा बदल्ने, कि त B मा, कि त C मा, कि त D मा, सबैलाई एउटै रेसियोमा बदल्ने। ल B मा बदल्दिउँ न यहाँ, or A by B is equals to 5/7, therefore A is equals to 5B/7, यो भयो। अब फेरि त्यस्तै भनेर भन्छौ, A लाई B मा बदल्यो। अब यहाँ C लाई पनि B मा बदल्ने, त्यस्तै B to C बराबर 3:8, B to C बराबर 3:8, यो B अपन C is equals to 3/8। यो क्रस गुणन गरौँ, 8 वटा B is equals to 3 वटा C, 3 वटा C is equals to 8 वटा B। अब therefore C is equals to 8B/3 भयो, 8B/3। हेर्नुस् त, 3 वटा C बराबर 8 वटा B, C बराबर 8B/3। अब अन्तिममा C is to D छ, C is to D बराबर हामीलाई 2:3 दिया हो, C अपन D is equals to 2/3। अब C भनेको B को रूपमा कति आछ त्यो राखौं, पहिला क्रस गुणन गरौँ, 3C is equals to 2D। अब यो C भनेको 8B/3 छ, 3 into 8B/3 is equals to 2D। हेर्नुस् त यहाँ के हेर्नुस्, 3 र 3 काटियो। अब यहाँ यो A लाई B मा बदल्यो, A लाई B मा बदल्यो, C लाई पनि B मा बदल्यो। अब यहाँ C to D बाट पनि C भनेको B को रूप राखेर यहाँ गर्यो, 3 र 3 कट्यो,
अनि 8b इज इक्वल्स टु 2d 2d इज इक्वल्स टु 8b भयो d इज इक्वल्स टु 8b बाई 2 therefore d इज इक्वल्स टु 2 ले लाई 4 पल्ट काट्यो 4b भयो d इज इक्वल्स टु 4b भयो d इज इक्वल्स टु 4b यतिसम्म हामी पुग्यौं यतिसम्म पुगेपछि अब के चाहियो हामीलाई अब a is to b is to c is to d is equals to a भनेको b को रूपमा 5b by 7 5b by 7 is to b भने b नै भइगयो c भनेको कहाँ छ c भनेको 8b by 3 8b by 3 र d भनेको यहाँ 4b d भनेको हामीलाई 4b d भनेको यहाँ 4b अनि अब एलसीएम लिनु पर्यो सबैबाट एलसीएम 21 आयो 7 के 21 एलसीएम आएको हुनाले यसलाई 21 बनाउन 3 ले गुणन माथिको 5b लाई पनि 3 ले गुणन हेर्नुस् यहाँ 21 बनाउन अब यसलाई 21 बनाउन 21 चाहियो माथिको b लाई पनि 21 ले गुणन यो 3 लाई 21 बनाउन कति चाहियो 3 लाई 21 बनाउन 7 चाहियो माथिको 8b लाई पनि 7 ले गुणन अनि यो तलको यहाँ 1 त्यसलाई 21 बनाउन 21 चाहियो माथिको 4b लाई पनि 21 ले गुणन सबैबाट 21 21 21 21 क्यान्सल 5 त्यहाँ 15b is to 21b is to 8 7 56b is to 21 चौको 84b 84b सबैबाट b b b कट्यो अब 15 is to 21 is to 56 is to 84 यही नै एन्सर भयो त्यही नै एन्सर भयो बुझ्यो त्यसरी एन्सर पत्ता लगायौं एकपटक हेर्नुस् कसरी गरिएको छ एउटैमा बदलेको हो खासमा एउटैमा बदलेको हामीले a is to b बराबर 5 is to 7 b is to c बराबर त्यति c is to d बराबर त्यति भए a is to b is to c is to d को मान कति a is to b बराबर 5 is to 7 बाट a by b is equals to 5b by 5 by 7 a बराबर 5b by 7 यो भयो a लाई b मा बदलेको सबैलाई b मा बदल्न खोज्यो b is to c बराबर 3 is to 8 बाट b by c is equals to 3 by 8 8b is equals to 3c 3c is equals to 8b by c c is equals to 8b by 3 अनि c is to d 2 is to 3 बाट c by d is equals to 2 by 3 3c is equals to 2d c भनेको 8b by 3 राख्यौं 3 र 3 कट्यो 8b 2d बराबर 8b भएपछि d बराबर 2 भागमा गयो 4b अब a is to b is to c is to d निकाल्न a भने यति छ b b नै भयो c भने b को रूपमा 8b by 3 d भने 4b सबै b मा एलसीएम 21 यसलाई 21 बनाउन 3 चाहियो यसलाई 21 बनाउन 21 चाहियो तल माथि दुवै ठाउँमा 21 ले गुणन यसलाई 21 बनाउन 7 चाहियो माथि पनि 7 ले गुणन यसलाई 21 बनाउन तल माथि दुवै ठाउँमा 21 ले गुणन गर्यो सबैबाट 121 क्यान्सल 15b 21b 56b b काटेपछि यही नै आन्सर हो यसरी गर्न सक्यो बुझ्नु भयो नि ल आजको लागि यति नै गरौँ लास्टको b जति सबै हट्छ है त लास्टको b सबै हट्छ 6 नम्बर देखाउनु लाइन गाथ्यो भन्नुहुन्छ 6 नम्बर अहिले पनि देखाए मैले ल यतिन्जेलसम्म तपाईहरु धैर्य गर्न बस्नु भयो र फिडब्याक गर्दा एकदम कम आउनुहुन्छ किन हो थाहा छैन ल आजको लागि यति नै गरौँ सबैलाई गुड नाइट भोलि शनिबार हाम्रो क्लास हुँदैन त्यो कुरा ढुक्क हुनुहोस् शनिबार हामीले क्लास गर्दैनौं किन यत्रो गरी फ्राइडे पनि दिए सबै